साथीहरु आज म तपाईहरुलाई फेसबुकको पासवर्ड कसरी चेन्ज गर्ने भन्ने छु। यसमा सर्वप्रथम तपाईहरुले आफ्नो फेसबुक एकाउन्टलाई ओपन गर्नुहोला। यसरी फेसबुक एकाउन्ट ओपन गरिसकेपछि तपाईहरुले यो मेनु भन्ने अप्सनमा क्लिक गर्नुहोला। यसरी मेनु भन्ने अप्सनमा क्लिक गरिसकेपछि तपाईहरुको यहाँ सेटिङ एन्ड प्राइभेसी भन्ने देख्नुहुन्छ। यसमा क्लिक गर्नुहोला। यसमा क्लिक गरिसकेपछि तपाईहरुले फेरि सेटिङमा क्लिक गर्नुहोला। यसरी सेटिङमा क्लिक गरिसकेपछि तपाईहरुले सी मोर इन एकाउन्ट सेन्टर भनेर यो नीलो अक्षरमा देखाएको छ। यसमा क्लिक गर्नुहोला। अब यसरी क्लिक गरिसकेपछि तपाईहरुले यहाँदेखि तपाईले आफ्नो फेसबुक नेम पनि चेन्ज गर्न सक्नुहुन्छ हैन। यसरी आफ्नो फेसबुक नेम चेन्ज गर्न सक्नुहुन्छ र यसरी ब्याक गरेर फेरि ब्याक गर्नुस् र यसरी तपाईको यहाँ तल देख्नुहुन्छ पासपोर्ट एन्ड सेक्युरिटी एकाउन्ट सेटिङको तल देख्नु भएको छ। यसमा क्लिक गर्नुहोला। यसरी क्लिक गरिसकेपछि तपाईहरुको यहाँ चेन्ज पासवर्ड भनेर आउँछ। यसमा चेन्ज पासवर्डमा क्लिक गर्नुस् अनि फेसबुकमा क्लिक गर्नुस् अनि तपाईहरुले पासवर्ड यसमा करेक्ट पासवर्ड तपाईले पहिलेको पासवर्ड ओल्ड पासवर्ड हाल्नु पर्यो अनि यसमा न्यू पासवर्डहरु हाल्नु पर्यो। न्यू पासवर्डहरु हानिसकेपछि म तपाईहरुलाई देखाउँछु। मेरो ओल्ड पासवर्ड यसरी राखिसके यसरी चेन्जमा क्लिक गर्नुस् अनि यहाँ तपाईले कुन एकाउन्टमा के गर्नु भएको छ यसरी यहाँ आउँछ कोड। यो तपाईहरुले कोड हानेर कन्टिन्यु गर्नुभयो भने तपाईहरुको पासवर्ड चेन्ज हुन्छ। तपाईहरुले यसरी फेसबुकको पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। तपाईहरुले यस्तै भिडियोहरु मन पराउनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गर्न